Guys, welcome back to my YouTube channel. तपाईँहरू सन्चै छ होला म पनि त सन्चै छु आज फेरि अर्को ब्लग बोक्ने छ है गाइस यतातिर चाहिँ हाम्रो चाहिँ हिजो भर्खर यति धेरै सामान झरिसकेको छ अझै एक गाडी आउँछ सामान अझै यतिले पुग्दैन भन्ने कुरा छ तबबाट चाहिँ सामान बोक्ने छ खन्ने उ तलतिर सो आज चाहिँ दुईजना साथी छ है मलाई मसँग यतातिर पाइप बोक्ने केटाहरू हामी त अब कस्ने र हिँड्ने मात्रै हो उतै हो दाइ त्यो पर जोडेको थियो एउटा यहाँ पर्दियो रहेछ हजुर झ्याउ कस्तो झ्याउ के को लागि चाहिँदैछ सो गाइस आज पनि हामी यही खोलातिर उयो रुख चाहिँ ढाल्नुपर्छ नत्र भोलि पर्सि बर्खामा यो रुख ढल्यो भने त्यो हाम्रो तलतिरको पाइपलाई चाहिँ ठ्याक्कै भेट्छ यो रुखले बर्खामा त हान्छ यो पालि त्यो रुख योभन्दा अघिल्लो पारि चाहिँ यो त्यो जरा मात्रै निकालेछ अझै यो उसको जरा माथिल्लोपट्टि आएर चाहिँ यसलाई अझ थेकिरहेछ भनौँ न मुनिपट्टि जरा भएको त अस्ति नै बर्खामा लड्ने रहेछ लाउनु यहीँ छ एउटा सो गाइस हामी चाहिँ यतातिर यस्तै बोकेर तपाईँको हिँडेर तपाईँको यहाँ यस्तो छ हाम्रो चाहिँ होइन यहाँनिर चाहिँ अब हामीले यो कस्नु पर्ने हुन्छ यो कस्नु पर्ने हुन्छ होइन माथितिरबाट
सो गाइज मामा भान्जाको क्युरिङ है इन्टेकमा पानी यस्तरी ल्यायो है क्युरिङ गरिदिएको अब यो भरेर 2-4 दिन अब यहाँ मान्छे आउनै पर्दैन त्यस्तो खालको क्युरिङ हो नि त हाम्रो फेरि त्यस्तो छ यही हो इन्टेक guys thank you for watching to my YouTube channel. This is my equipment.